ठुलो दिल्ली अन्तर्क्रिया अनि त्यसको उद्योगतिर त्यति कार्यक्रमहरू गर्नको लागि यहाँ यो कार्यक्रम आयोजना भर्खरै नेपालबाट आउनुभएको आइकन पाउन यस कार्यक्रममा व्यस्तता बस्ने क्यानाडाको यति व्यस्त जीवनयापनको साथमा आउनुभएका सम्पूर्णलाई स्वागत गर्दछु। खास गरी हाम्रो संस्कृतिलाई अलिकति पनि भन्न जोगाउन सकिएला कि भन्ने एउटा उद्देश्य राखेर यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा प्रकाश पारिदिनु हुन नेपाली साहित्य समाज कार्यकारिणीका अध्यक्ष श्री राजेन्द्र प्रसाईलाई अनुरोध। यिनको सबभन्दा पहिलो कृति शारदा भन्ने पत्रिकाको एउटा मने भन्ने कथाबाट सुरु भएको देखिन्छ। यिनका फुटकर कविता 644वटा छन्, 21वटा खण्डकाव्य छन्, 6वटा महाकाव्य अनि 19 सबै कृतिहरूलाई उनले हामीले धेरै थाहा छ कि सबै आफूले लेखेका कृतिहरूको मूल्याङ्कन गर्ने क्रममा उनले के भनेका थिए भने यी मेरा सबै सृष्टिहरूलाई सबै रचनाहरूलाई एक ठाउँ आगो लगाइदिए पनि हुन्छ, तर यो मुना मदन भन्ने जुन मैले बनाएको हुन्छ यो मुना मदनलाई चाहिँ यति बाँचिदियो भने मलाई पुग्छ भन्नु उनले एउटा सबै मिल्ने सबै आँट्ने सबैलाई राम्रो हुने अपराध नगर्ने सबैले मेहनत अनुसारको फल पुरस्कार उपलब्धि पाउने त्यस्तो एउटा स्वस्थ समाजको कल्पना सबैले गर्छन्। त्यसमा पनि साहित्यकारहरूको त उनको त आफ्नै एउटा औपन्यासिक ढाँचा हुन्छ, आफ्नै एउटा काल्पनिक संसार हुन्छ। त्यसमा उनले यो सुनको दिन एक उदाउँछ अरे भन्ने सुनको दिनको कल्पना गरेका छन्। सुनको दिन एक उदाउँछ रे यस देश खुलिकन आउँछ रे रङ्गिला सब बादल छाउँछ रे जल चञ्चल भइकन गाउँछ चिडिया बिउजेर कराउँछ रे सब मन्दिर घण्ट बजाउँछ रे र हावा पनि बास उडाउँछ रे दिन फुल सबै बिराउँछ रे दिल फुल सबै बिउजाउँछ रे दुनियाँ सब तार्दछ धाउँछ रे र हिमाल उचा झलकाउँछ रे जलबिन्दु सुशीतल ल्याउँछ रे सब उन्नत झल्ल तुल्याउँछ रे सुनको ठुलो साहित्यिक प्रोग्राममा लक्ष्मीप्रसाद देवकोटा भनेका नेपाली साहित्यमा यस्ता व्यक्ति हुन् जसले नेपाली साहित्यको इतिहासमा एउटा चरण नै परिवर्तन गरिदिएका छन्। नेपाली साहित्यमा जुन छन्दवादको एकदमै लहर चलेको बेलामा स्वच्छन्दवाद उहाँले पहिल्यै ती कुराहरू गरिसक्नुभयो। स्वच्छन्दवाद यो पागल कविता लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा बलियो कविता मानिन्छ। यसलाई वेस्टर्न फिलोसफीमा 2-3वटा फिलोसफरहरूले पनि 2-3 लाइन लिएर आफ्नो फिलोसफी नै विकास गरेका छन्। त्यसमा म एउटा दुईटा लाइन भन्न चाहन्छु। तिम्रो गणितमा जरुर साथी म पागल यस्तै छ मेरो हाल तिम्रो गणितमा एकमा एक झिके एक तिम्रो गणितमा एकमा एक झिके शून्य हुन्छ तर मेरो गणितमा एकमा एक झिके एक बाँकी रहन्छ। यो यसमा ठुलो फिलोसफी रहेछ, दर्शन शास्त्र रहेछ। यसमा एकमा एक झिक्दा एक नै बाँकी रहने कस्तो दर्शन शास्त्र हो जुन गणितलाई पनि माफ गर्ने। जबकि शून्यता यो संसारको उत्पत्तिको कुराहरू हामीले हेऱ्यौँ भने शून्यतामा पनि छ समथिङ कम्स फ्रम नथिङ भन्ने एउटा फिलोसफी नै छ। यो समथिङ कम्स फ्रम नथिङ भन्नुको अर्थ जिरो हो, शून्यबाट पनि केही चिज आउँछ। लक्ष्मीप्रसाद देवकोटाले यही चिजलाई वेस्टर्न फिलोसफीमा आउनुभन्दा अगाडि धेरै वर्ष अगाडि यो चिज आफ्नो कवितामा उल्लेख गर्नुभएको थियो। एक दिन यो 4-5 वर्ष अगाडिदेखि के लागेको थियो भने अब के अरे क्यालगरीमा नेपालीहरू अलिकति अब हामी के अरे सङ्गठित के अरे भइराखेको र अब हामीले हाम्रो सांस्कृतिक कार्यक्रमहरू चाहिँ अब गरिराखेको अवस्थामा साहित्य सम्बन्धी पनि काहीँ हामीले यसो 2-4 जना बसेर नेपाली साहित्य बारेमा कुराकानी गर्ने छलफल गर्ने जसले चाहिँ अब हामी चाहिँ कुनै कुनै बेलामा एकै ठाउँ बसेर साहित्य बारेमा कुरा गर्न सक्ने भयो। अत्यन्त यो चाहिँ हर्षको विषय मेरो लागि।
र अब अघि नै हाम्रो उद्घोषकज्यूले मानिसहरू ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने सन्दर्भमा मलाई त बाँचेको भनेको बाँच्नु रहेछ मजा आउँदैन रहेछ इमान्दारी त भन्नु पऱ्यो भने म आफूले चिनेको छैन उहाँले चिनेर तपाईँलाई त्यही पनि उहाँका गाडहरू आज प्रश्नवश मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेको हुनाले अब चाहिँ म जे बुझ्छु त्यो सुनाउँछु भन्ने किसिमको लागेको हुनाले उहाँले रिक्वेस्ट गर्नु ठिकै छ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन मान्छेले ठुलो कुरा कर्मले हुँदो रहेछ भने जस्तो लाग्यो जुन कर्मले गरेका कुराहरू नै चाहे चाहिँ धर्मले हुन्छ चाहे अथवा चाहिँ एउटा कर्मको परिणाम हुन्छ जात भन्ने कुरा कुनै एउटा राजाले मैले सुने कुनै एउटा राजाले कुनै एउटा व्यक्तिले आफ्नो कर्मअनुसार देवकोटालाई यहाँ उजागर गर्नुपर्दा नेपाल फुटिनैपर्छ अनि सगरमाथाको चुच्चोसम्म उठिनै पर्छ अनि मात्रै नेपालहरू जति हामी माथि चल्दै जान्छौँ त्यति मात्रै व्यापक दृष्टि हाम्रो बढ्दै जान्छ त्यसैले एकचोटि सगरमाथा हामी उठिनै पर्छ 1 लाख पैसालाई खोज्ने हो भने हामी क्यानाडामा बसेर पनि त्यही चुचुरोको एकचोटि सृजना गर्नैपर्छ त्यसैले म एकचोटि अलिकति यहाँहरूलाई नेपालतिर लिएर जान चाहन्छु जुन देशमा भगवान् बुद्ध जन्मे एउटा ठुलो छ मान्छे जन्मिन्छ यो सूर्य जुन छ व्यापक प्रकाश जसले दिइरहेको छ त्यसले एक पटकमा आधा गोलार्ध पृथ्वीको आधा गोलार्धलाई मात्रै प्रकाशित जस्तै कर्म गर्नका लागि यहाँहरू क्यानाडाको क्यानडिडेटमा आफ्ना सम्पूर्ण ऊर्जा शक्तिलाई यहाँ पोख्न चाहनु गर्न सकेका थिए त्यस्तै गरिकन यहाँहरूमध्ये कसैले अथवा यहाँहरू सबैभित्र रहेको प्रकाशमय ज्योति प्रकाशित गर्नको लागि यहाँहरू सधैँ दत्तचित्त रहनुभयो भनेदेखि हामी नेपालमा जो बसेर बुढा त्यही नै छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यी जातले अहिले विखण्डन आइरहेछ नेपालमा एउटा विखण्डन आइरहेछ त्यो हो यो जातिको यो गुणको यतातिरको यो रेसको यो वर्गको यो वर्णको हामी पृथक पृथक यसलाई कति मिठोसँग चाहिँ त्यतिखेर देवकोटाले आफ्नो बनाइसक्नु भएको थियो कि हामी सबै एक हो भनेर त्यो मुख्यतः प्रसाद देवकोटाले जब मुनामदन रचना गर्नुभयो त्यसपछि उहाँले भनेकै त्यही नै कि यो एक रचना मात्रै राखिदियो हुन्थ्यो मलाई अरू कुनै पनि चाहिँदैन भन्नुमा सम्भवतः नेपाली हृदयलाई छुन सक्ने उहाँको भावनाहरू एक्सप्रेस गर्न सक्ने जुन क्षमता थियो आखिर स्रष्टा हुन् मानिसहरूमै मानिसहरूको त्यो दिव्य मुहार छ मैले त्यही दिव्यता तपाईँभित्र रहेको दिव्यताको बारेमा अघि भर्खर बयान गरेको दिव्यता त्यही नै हो तपाईँ हामी भित्र रहेको दिव्यतालाई प्रकाशित गर्नु नै लक्ष्मीप्रसाद देवकोटा महाकवि हुने त्यसैले महाकवित्व जुन छ नि सामान्य चिज थिएन अब त्यस्तै गरिकन हामी नेपालीहरू चाहिँ नि गरिब छैनौँ भने बडा मिठो चाहिँ एउटा कविता यहाँहरूलाई लक्ष्मीप्रसादको म सुनाउँछु गरिब भन्छौ सुखको मजै जनी मिल्दैन यो संसारभरि कतै पनि विलासको लालच दास छैन म मिठो छ मेरो रसिलो परिश्रम तपाईँहरू सब परिश्रम गर्नुहुन्छ त्यो परिश्रमको जुन स्वर त्यो अत्यन्त मिठो छ साथीहरू यही चाहन्छन् हाम्रो परिश्रमको पसिनाबाट उब्जिएको सृजनशीलतालाई हामी प्रयोग गरौँ त्यसैले उनलाई महाकवि बनेका हुन् सामान्य कारणले उनी महाकवि बनेका छन् हामी हृदयभित्रको हाम्रो स्पन्दनलाई उनले आफै स्पन्दन बनाएका छन् नेपाली समग्रमा समष्टिमा हामी गरिब होइनौँ भन्ने भावनाले उनले आफू राखेका छन् अब नेपालबाट तपाईँहरू यहाँ आएर आफ्नो ऊर्जा शक्तिलाई यहाँ चाहिँ सिंचन गरेर जुन प्रकारको उत्पादन यहाँले गरिरहनु भएको छ त्यो उत्पादन हामीहरूको लागि अत्यन्त महत्त्वपूर्ण बन्न सकोस् जसरी लक्ष्मीप्रसाद देवकोटाले उसमा भोटमा गइरहेका
मदनलाई फर्केर आऊ भनेर चाहिँ नि आह्वान गरिरहेछन्। हामी पनि त्यही आह्वान गर्छौँ। लक्ष्मीप्रसाद देवकोटाको भावनालाई यहाँहरूले हृदयङ्गम गरिदिनु भयो भनेदेखि नै लक्ष्मीप्रसाद देवकोटाको यो दिन मनाएको सार्वजनिकता अवश्य नै आउनेछ। नेपाल सानो छ भने एउटा निबन्ध छ, त्यसमा एकचोटि पढ्नु कस्तो मिठो छ। उहाँले व्यक्त गर्नुहुन्छ भनेदेखि मानिसको आँखा सबभन्दा सानो हुन्छ, अझ आँखाको नानी अझै सानो हुन्छ। सानो र ठुलोको परिभाषा कसरी गर्ने? यत्रो शरीरमा रहेको आँखाले पनि महत्त्वले हेर्ने। अनि हात्तीभन्दा मान्छे सानो भन्दाखेरिमा हाँस्न मन लाग्छ, किनभने मान्छेले हात्तीलाई हेरिरहेको छ। त्यो हेर्ने दृष्टिकोण हो। उसले पनि हेरिन्, उनले पनि हेरिन्, मैले पनि हेरेँ, उनले पनि हेरिन्, मैले पनि हेरेँ, उनले कहिलेर हेरिन्, मैले छँदै हेरेँ, उनले हेराइ फेरिन्, मैले पनि हेराइ फेरेँ, पारी छापाटे चढी परेर मुनि पनि हेरेँ। मलाई एकदम सर नेपाली पढाउने सरले अति नै मन पर्यो। यसको पछाडिका व्याख्या पनि गर्नुभएको उहाँले, मैले व्याख्या त सुनाइनँ, सबै सुनाउँदा त्यो एउटा कविता यहाँ क्यानाडा आउने बित्तिकै 1-2 दिन पछाडि कविता जस्तो भनौँ के भनौँ, उसको शीर्षक छ मेरी प्राण। तिम्रो शिरको चम्किलो ताज, तिम्रो समीपको शीतलता, तिम्रो बक्षस्थलबाट बग्ने अटुट निश्चल धाराहरू अनि तिम्रो शरीरबाट उत्पन्न हुने सुवास अझै ताजै छ मेरो स्मृतिमा। तिमीले लगाएका रङ्गी बिरङ्गी वस्त्रहरू र शिरको लाली गुराँसले तिमीमा यति सुन्दरता थपेको छ अनि साध्य नै छैन। त्यो सुन्दरता अनि त्यो निश्चलपन म हरपल याद गर्दैछु। हामी बिचको दूरीले अझै प्रगाढ बनाएको छ हामी बिचको प्रेम। यो बिछोड छुट्याउन तिम्रो समीप तिम्रो काखमा शिर राखी असीम धाराहरूमा डुबुल्की मार्न। त्यो बिछोड छुट्याउन तिम्रो समीप तिम्रो काखमा शिर राखी ती असीम धाराहरूमा डुबुल्की मार्न। तिम्रो शिरको त्यो ताज र केशमा सुलिएको लाली गुराँसलाई एकतर्फ निहाल्न। तिम्रो वस्त्रभित्र लुटपुटिन व्यग्र छु। प्रतीक्षा गर मेरी मायालु, नेपाल म आउँदैछु। बसाइ चाहिँ कति गाह्रो हुन्छ भन्ने विषयमा चाहिँ मेरो भावना भन्नु। गतिशील समय यो मेरो क्यानाडामा आएर समाप्त भयो। गतिशील समय यो मेरो क्यानाडामा आएर समाप्त भयो। फुर्सद छैन मलाई केही सोच्ने, फुर्सद छैन मलाई जम्का बेच्ने। जहिले मलाई हुन्छ भोलिकै चिन्ता गर्छु म यहाँ कडा परिश्रम दिन घन्टा डलर गर्छु। तर महिना मरेको दिन रित्तो हुन्छु म, महिना मरेको दिन रित्तो हुन्छु म। समुद्र पारी हुँदाको दिनमा साथी सङ्गीसित घुम्ने डुल्ने रमाइलो ठट्टा सबै बिर्सियो। भावनामा बग्ने यो मन क्यानाडाको हिउँले सबै चिस्यायो। भावनामा बग्ने यो मन क्यानाडाको हिउँले सबै चिस्यायो। लाग्न थाल्यो अब त मलाई यो मेरो जीवन हो कि चर्खा हो, जो चर्खामा बेरिएको धागो झैँ घुमिरहन्छ। अब त लाग्न थाल्यो म बाँचेको छुइनँ यहाँ, ममा केवल समय बाँचेको छ, समयमा केवल डलर बाँचेको छ। मेरो कविताको शीर्षक छ युवीलाई लक्ष्मी। मेरो शुभेच्छाको टीका भाइ तिम्रो नाममा, मेरो शुभेच्छाको टीका भाइ तिम्रो नाममा। कतै आँसु बगाए तिम्रो यादमा बसी, तिमीसँग बिताएका बचपन मेरो मस्तकमा ताजै छन्। तिम्रो त्यो कलिलो रोदन अहिले जस्तो लाग्छ। मायाको मोतीहरूले बाँधेर एउटा डोरी पठाइरहेको छु तिम्रो नाममा आज फेरि। आज परदेश बसेर तिम्रै बाटो हेरी। परदेशी दिदीले के गर्नु र बा आमाले पनि सम्झिँदा हुन्। कहिले आफै कुनै
भिडमा हराएको भान हुन थालेको छ मलाई। देउसी र भैलीको, लक्ष्मी पूजा अनि भाइ टिकाको त्यो रौनक म यहाँ कसरी ल्याउन सक्छु? 40 घन्टे कामले आफैलाई भुल्न थालिएछ। अब त छोरीको दर्शन समेत गाह्रो हुन थाल्यो। मेरो व्यस्तताले अब हिउँचुली छुन थाल्यो। परदेशमा मोती टिप्ने आशमा आज हिउँको मरुभूमिमा आइपुगेकी छु। यहाँको हिउँ, त्यहाँको घाम, यहाँको एक्लोपन, त्यहाँको जमघट, यहाँको जागिरी व्यस्तता, त्यहाँको सामाजिक जीवन, यहाँ आफैलाई सम्झन फुर्सद नहुने, त्यहाँ सातामा एक दिन समाजको नाम। के भनौँ र भाइ, तुलना गर्न गाह्रो छ। मलाई आफू स्वार्थी भएको भान हुन थालेको छ। सम्झना खोज्छु, आँसु आउँछ। मेरो खोला पहाड हिमाल तराई, त्यहाँ कोही थिएनन् पराई। आज सबैलाई विदेशी नै मोह किन भयो? यो प्रश्न मेरो मगजमा घुमिरहन्छ। सबैलाई मिलेर बस्नु भनेर मेरो सन्देश सुनाइदेऊ। आज मेरा विभिन्न रङ अनि जातका साथी, हामी सबैको एउटै बोली छ। तिमीहरूका हातमा मेरो देशको भोलि छ। भाइ, तिमी र साथीहरू मिलेर यो देश बनाउनु है। मैले गर्न सकिनँ, तर तिमीहरूले एकताबद्ध हुनु है। यो दिदीलाई पैसा दक्षिणा यही हो भाइ। तिमीले पुर्याएर देखाऊ भाइ, तिमीले पुर्याएर देखाऊ भाइ। अहिले पनि धेरै कुराहरू गुगलमा पनि फाइदा भएकोले गर्दाखेरि र लक्ष्मीप्रसाद देवकोटाका कैयौँ कविताहरू अङ्ग्रेजीमा पनि रूपान्तरण प्रकाशित भएका र वेबसाइटहरूमा पनि पाइएका मध्ये पागल भन्ने कविताको भनौँ एउटा अङ्ग्रेजी पुर्खा उहाँले पढ्दैन भन्नुभएको र त्यसो भएकोले यो नवीन सुब्बाज्यूले कविता पढ्छु। द lunatic भनेर भनेको छ। Oh yes friend, I am crazy. That's just the way I am. I see sounds, I hear sights, I taste smells, I see stones as flowers. I talk to them the way they talk to me. A language that can't be written or printed or spoken. Can't be understood, can't be heard. Oh yes friend, I am crazy. That's just the way I am. In my arithmetic, take 1 from 1, and there is still 1 left. You get along with 5 senses. I get with 6. You have a brain, I have a heart. A rose is just a rose to you. To me, it's Helen and Padmini. You are a solid rose. I am liquid earth. When you freeze, I melt. Your world is concrete. Mine is vapor filled. Oh yes, friend, I am crazy. That's just the way I am. When I stared blankly for 7 days, when Buddha touched me, my soul, when I danced and rejoiced, when I sang with the storm. Wise men called me lunatic and sent me off to Ranchi. They called me madman. For years, these things went on. Oh yes, friend, I am crazy. That's just the way I am. Your Pandit is my great fool. Your heaven is my hell. Your gold is my iron. Your pity is my sin. Your rise is my fall. Your success is my failure. You see yourself a brilliant. You see the blind man a blind man. I see the blind man people's guide. When I see inhuman taking human world, when I see inhuman taking human, सुन्छु ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन, म देख्छु ढुङ्गालाई पुल, जल किनारका चलचिफ्ला ती कोमलका भाषण चाँदनीमा स्वर्गको जादु गर्ने मोती र हाँस्दा पत्रिएर नर्मिएर झल्किएर मल्किएर उड्दछन्। मुख पागल झैँ फुल झैँ एक किसिमका चकोर फुल म बोल्दछु, तिमीसँग जस्तो बोल्दछन् ती मसँग। अलिकति मात्रै यो मैले लेख्न सकेँ, यसलाई प्रिन्ट गर्न चाहिँ सकेन, तर वेबसाइटमा
रहेछ सायद पे गरेर त्यसलाई गर्न सक्नुहुन्छ। र आज एउटा चाहिँ के रहेछ भन्दाखेरि हामीले चाहिँ यो कस्तो संस्थाहरूलाई एक्जिस्ट गर्नको लागि यो कल्चरल अर्गनाइजेसन भएकोले मल्टिकल्चरिज्म जस्तो पनि देखिनुपर्ने हामीलाई त्यस्तो लागेको छ। अनि त्यो सन्दर्भमा आज चाहिँ खास के हो भन्दाखेरि क्यानाडाको पनि हाम्रो यो then they praised him soft and low, called him worthy to be loved, truest friend and noblest foe. Yet she neither spoke nor moved. He stole a maiden from her place, lightly to the warrior's step, took the face cloth from the face. Yet she neither moved nor wept. Rose a nurse of 90 years, set his child upon the knee, like summer tempest came her tears. Sweet my child, I live for thee. भनेपछि आफ्नो श्रीमानको त्यसरी आउँदाखेरि पनि भनौँ न उनी नरुँदाखेरि त्यो एक्सप्रेसन भएन, त्यसो भए उनी आफै मर्ने कुरा मर्छिन् भन्ने कुरा लाग्यो अरूलाई। अनि अब कसै गरेर पनि रुवाउनुपर्छ भन्ने कुरा भएपछि बच्चालाई काखमा राखेपछि म तिम्रो लागि बाँच्छु भनेर रोइन्। यो कविता यस्तो छ। म यतिमै बिदा हुन्छु। धन्यवाद। यादों क्षमा जगाओ दिवाली की रात है, बीते नु गल ना लाओ दिवाली की रात है। The past is gone, so don't even remember the past. बीते नु गल ना लाओ दिवाली की रात है, हर दर दीवार सज गए दुल्हन के वांगरा। दुल्हन हर दर दीवार सज गए दुल्हन दे वांगरा। फूल ने गीत गाओ दिवाली की रात है, फूल के गिले शिकवे शिकायता शिकवे ते रंजिशां रुसिया ताई में नाओ दिवाली की रात है। If you are mad with somebody, just hug on Diwali night, right? Give a lot of love. मुड़ साल मगरों आएगी चानन दी ए बारात, घर घर जश्न मनाओ दिवाली की रात है। हर पल हर खड़ी ही प्यार दी, कट कट अंदर दीप जगाओ दिवाली की रात है। कविताको शीर्षक चाहिँ यो परदेशमा। दसैँ तिहार छोड्न नसक्ने दसैँ तिहार छोड्न नसक्ने हेलोविन अनि रिमेम्बरेन्स डे नि बोक्नै पर्ने। दसैँ तिहार छोड्न नसक्ने हेलोविन अनि रिमेम्बरेन्स डे अनि कहिले यो छोरी नि बोक्नै पर्ने। आमा चाहिँ हेर्दै नहेर्ने। कहिलेसम्म थाहा छैन, कहिलेसम्म चलिरहन्छ सायद जीवन पर्यन्त। दसैँ मान्ने र क्रिसमस मनाउने तानातानमा दसैँ मान्ने र क्रिसमस मनाउने तानातानमा भुलिएछ अबिर र बेलुनको हानाहान पनि। दसैँ मान्ने र क्रिसमस मनाउने तानातानमा भुलिएछ अबिर र बेलुनको हानाहान पनि। लामकाने र पहाडे शब्द विस्मृत भएछन्। लामकाने खसी पहाडे खसी भन्ने शब्दहरू विस्मृत भएछन्। घुमी आउँछन् सम्झनामा टर्की र फर्सी। घुमी फर्की आउँछन् सम्झनामा टर्की र फर्सी। मियालाई जितेछ गबलले। मियालाई जितेछ गबलले। नयाँ धान भिजाएर खाई रमाई खोइके रहरले मनाउनु लक्ष्मी जयन्ती। रहर उताकै वास्तविकता यताको आफू उताको बुढाबुढी यतैका। यो माघे साङ्लो, यो दोसाँध, यो दुविधा, यो परदेशमा लक्ष्मी जयन्ती जस्तै आइरहन्छ निरन्तर। तब न फेरि कविता लेखिन्छ। धन्यवाद। उपलब्धिको मान खोज्दो मान्छे गुमानभित्रै गुम्सिएर सर्छ तर कहिल्यै ठुलो हुँदैन। मानिस कदले ठुलो हुँदैन, मानिस पदले ठुलो हुँदैन। पदविहीन उपलब्धिको मान खोज्दो मान्छे गुमानभित्रै गुम्सिएर सर्छ तर कहिल्यै ठुलो हुँदैन।
चिप्ल्याउन बाटोमा केराको बोक्रा फ्याँक्ला कसैले, पैतालामा बिगाउन बाटोमा काँडा रोक्ला कसैले, अरूलाई खाडलमा लडाएर आफ्नो देश मान्छे इतिहासमा पढिएको छैन, ऊ कहिले जिरो हुँदैन, ऊ कहिले धन कमाउन मदनसँगै लासा जाने साथीहरूका लस्कर घर फर्कन जङ्गलमा मृत्यु सम्मुख बिरामी मदनलाई नि छोड्छन्। बरु अपरिचित भोट बस्ने एउटा भोटेले मदन भोटेर घर पुर्याउँछ, निको पारी मदनलाई विदा गर्छ, मानवताको परिचय बाँड्छ, सेवा बापतका मदनका सुनेका डल्ला अस्वीकार गर्छ। न साइनो राष्ट्रियताको, न धर्मको, न जातको, फकत एक उच्च मानवीयता, अन्तस्करणको एक आत्मीयता। पशु श्रेणीभन्दा माथि उठेको मानवता कुनै साम्प्रदायिक संस्कृतिमा सीमित हुँदैन। महाकविको उद्योग साँच्चै नै हो, मानिस ठुलो हुन्छ तर जाति कहिले हुँदैन।